हेलो नमस्ते म चाहिँ अब बुद्धराज लिम्बू हो अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै म चाहिँ आजको यो नयाँ ब्लग बनाउन लागिरहेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ है, यस्तै छ बाटो नि अलि अप्ठ्यारो छ। अब के गर्ने, यस्तै छ जिन्दगीमा। हरियाली बसन्तमा शिशिर उजार पारिदिन्छ, माया प्रेम नजिक भयो नि बाध्यताले टाढा पारिदिन्छ भन्दै लाग्यो। यहाँ चाहिँ फुलको गाडी पनि हिँडिरहेछ होइन। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार भन्दै सरर हिँडियो। अनि देख्नुहुन्छ आकाश पनि कति खुल्ला बिन्दास तरिकाको। आज चाहिँ मौसम पनि एकदम सफा भइरहेछ अनि त्यही भएर आकाश जस्तै सुनसान छ जिन्दगी है। अनि ताराहरू जस्तै छरिएका छन् सपनाहरू भन्दै सरर लाएर हिँड्यो। हिँडेपछि चाहिँ अब ठ्याक्कै यो चाहिँ यता गोकर्णको अब ठ्याक्कै यो सन सिटी अपार्टमेन्टको अगाडिको बाटोमा निस्क्यो। अनि यहाँ निस्किएर सरर अगाडि लाग्यो। अगाडि लागेपछि अब जिन्दगीमा पहिला गरेको केही कुराहरू एकदम याद आयो नि त। अनि त्यही भएर त्यो ठ्याक्क ल्याएर एउटा मेरो साथी थियो त्यतिखेर। अनि साथी चाहिँ र म चाहिँ बुटोलमा काम गरिरहेको थियौँ त्यतिखेर। अनि त्यो काम गर्ने क्रममा चाहिँ त्यो साथीले चाहिँ ट्याक्क माथि पाल्पामा एउटा तरुनी पटाएको थियो र ल आज चाहिँ जानुपर्छ है भेट्नु भनेर भन्यो। अनि त्यहाँबाट म पनि अब त्यतिखेर अब पैसा त हुँदैन थियो। अब गाडीमा काम गरे नि जम्मा 2 दिनको जम्मा 300 रुपियाँ हुन्थ्यो। अनि त्यो 300 रुपियाँ त खाना खाँदै ठिक्क हुन्थ्यो। अब पैसा सैसा नभएर पनि ल ठिकै छ साथी भए पनि हुन्छ भनेर जाउँ न भनेर गइयो। अनि ठ्याक्कै त्यो सत्यवती जाने बाटोमा चाहिँ पर्दो रहेछ। अनि हिँड्दै गइयो। अनि त्यहाँ दोकानबाट उरालो लगाएपछि चाहिँ ठ्याक्क लाएर त्यो उरालोबाट माथि उकालो चढ्नु थालेको। बाटो बनाउँदै रहेछ त्यो दसैँको टाइममा। अनि बाटो खन्दै केटाहरू रहेछ 12-15 जना। अनि केटाहरूले भन्यो, अनि केटाहरूले लु हाम्रो गाउँमा यस्तो यस्तो विकृति फैलिरहेछ भन्ने सुनेको छौँ, यहाँबाट फर्किनु है भनेर भन्यो। अनि त्यतिखेर अब मलाई त चिनेको थिएन, त्यो साथीलाई पहिल्यैदेखि त्यो चिनिरहेको रहेछ त्यहाँ माथि। अनि गएकोहरू देखेको रहेछ। अनि ल हुन्छ भनेर हामी फर्क्यौँ भनेर फर्केर आइयो। अनि आएर ठ्याक्कै तलतिर त्यो सिद्ध बाबा भन्ने खोला पर्छ। अनि त्यहाँ एकछिन नुहाइयो लगभग आधी घन्टा जति। अनि ठ्याक्कै झिमझिम 5:30 भयो, अँध्यारो भयो। अनि अँध्यारो भएर अनि हामी उकालो फेरि लागौँ। अनि फेरि त्यो केटाहरू त्यहाँ चौकारामा बसिरहेको थियो। अनि चौकारामा बसिरहेको थियो र फेरि केटाहरूलाई चाहिँ अनि त्यो के भन्यो भन्दाखेरि अब हामी यसो धरम दिदी हो अब भेट्नु आएको भनेर भन्यो। अनि त्यो साथीहरूले अनि ल ठिकै छ अब जे भए पनि अब अहिलेलाई अब नजानु, अब पछि भेट्दै गर्नु भनेर भन्यो। अब यहाँ फर्किनु भन्यो, ल हुन्छ हामी फर्केको भन्यौँ। अनि फेरि तलतिर आइयो। अनि फेरि मजाको कुरा चाहिँ यहाँ छ कि अनि त्यो साथीले चाहिँ फेरि उसको अनि छप्कीलाई मैले फोन गर्नु लायो उसको तरुनीलाई होइन। अनि लु यति माथिसम्म त आइगयो, दिउँसोभरि पनि बस्यो, अलिक तलतिरसम्म त बोलाउनु न त, अब आइसकेपछि भेटेर देखेरै जाऊँ न त भन्ने कुरा गरेँ मैले। अनि त्यहाँबाट उसले पनि हो सही आइडिया दिस भन्यो उस मेरो साथीले नि। उसको तरुनीलाई फोन गरेर बोलायो। अनि बोलाएर त ठ्याक्कै 2 जना आएको रहेछ, हामी नि 2 जना थियो। अनि चाहिँ केटाहरू फेरि लुकेर बसिरहेछ झारीतिर। अनि त्यहाँबाट निस्केर डाङ र डुङ हान्नु थाल्यो। अनि मैले चाहिँ ल नगर्नु न हौ यस्तो सोल्टी, हामी फर्किहालेको ल अब चाहिँ भनेर भनेको। मलाई पनि 2 मुखा थियो, हुँदैन रहेछ भनेर म चाहिँ पछाडि जङ्गल पछाडि गएर भागेँ। मेरो साथीलाई त पुरा कपालमा समातेर हानेकै गर्छ हौ। म चाहिँ छोडिदिनु भनिरहेको छु, अब मान्दैन। बिचरा त्यो 2 जना साथीको गर्लफ्रेन्ड र उसको साथीले चाहिँ रुँदै छुटाएको छ, नगर्नु न दाजुहरू नगर्नु भनेर भन्दैछ। तर सकेन। नसकेपछि सरर लाएर लास्टमा एकदम भङ्जा हुने गरी कुटेपछि चाहिँ अनि त्यहाँबाट छोडेँ। अनि छोडेपछि चाहिँ मैले ल
अन्त अब साथी हो जे भए पनि अब यस्तो नहुनु त्यो भइहाल्यो हाम्रो नि गल्ती हो नि त भनेर बोकेर ल्याएँ तलतिर जुम्चासम्म साथीलाई। अनि फेरि रातिको त्यतिखेर 7:30 भइसकेको थियो। अनि त्यो अलिकति त्यता पाहाडतिर साइडमा गाडीहरू त्यतिखेर कम हिँड्ने, अब लगभग अब गाडीहरू नै कम भइहाल्छ त्यतातिर। अनि त्यहाँबाट ठ्याक्क लाएर त्यहाँ पुलिस चौकीमा मैले जुम्साको चौकीमा गएर भने, लु सर मेरो साथी चाहिँ बिरामी भयो, बुटोलसम्म लानु पऱ्यो, गाडी रोकाइदिनुहोस् न भने मैले। र गाडी रोकेर अनि चढाएर पठायो। अनि त्यो पुलिस दाइले अनि त्यहाँबाट त्यो साथीलाई मैले लिएर आएँ। अनि फेरि साथी फेरि पारी बुटोल बस्थ्यो अनि म चाहिँ वारीपट्टि। अनि त्यहाँबाट साथी त घरमा पुग्यो बिचरा साथीलाई त। अनि अर्को दिन भेट्नु गएको त के भयो भनेको त आमा म त 3 दिनसम्म अब अर्को दिन त नभनिहालौँ, अलिक दिनपछि भेट भएको थियो। अनि म त 3 दिनसम्म चाहिँ पुरा म त उठ्नै सकिनँ है साथी भनेर भन्थ्यो। टोइलेट नि गर्नु सकिनँ, के गर्नु भनेर भन्थ्यो। अनि त्यहाँबाट मैले त ल अब के गर्नु, यस्तै हो जिन्दगीमा, जे होस् यस्तो कुराहरू याद भइरहन्छ है साथी भने। अनि त्यस्तै भन्दा भन्दै अब अहिले चाहिँ अब आफ्नो आफ्नो कामले व्यस्तताको कारण अब त्यो साथी उता कता हो कता है, म पनि अहिले अब यतातिर यस्तै छ जिन्दगी भनेर सर लाएर अब यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ अब बौद्धतिर आइसक्यो। बौद्धतिर आएर हामी अब यहाँ भित्रको एउटा सानो गल्ली बाटो छ, त्यो गल्ली बाटोभित्र जानेछौँ। किनकि यता बौद्ध चावेलतिर यो टाइममा धेरै जाम हुन्छ। अनि यहाँबाट एराबिक ब्याङ्क भन्ने बाटो छ। अनि यहाँबाट सट्ट ल्याएर माथि छिरेपछि चाहिँ एकैचोटि माथि आरुबारी चोकमा निस्किन्छ यहाँबाट भनेर। अनि यहाँ अलिकति गाडीहरू आइरहेको थियो अनि साइडतिर। अनि फेरि लाग्यो माथितिर। अनि यो सानो गल्लीको बाटो छ। अनि यहाँबाट छिरिसकेपछि अब सर अब हिँड्नै पऱ्यो। अब हिँड्यो। फेरि अर्को कुरा याद आयो मलाई, फेरि त्यतिखेर नै 2072 सालतिर नै हो। अनि फेरि त्यतिखेर चाहिँ अब त्यो साथी चाहिँ पारी नै बसिरहेको थियो बिरामी भएर। अनि म चाहिँ अब ठ्याक्कै त्यतिखेर गाडीमा हिँड्दा ल त्यो गुरुजीले मलाई बोलाउनु भयो, लु यस्तो यस्तो भयो, मेरो छोराको एक्सिडेन्ट भयो, लु आउनु पऱ्यो भने ठ्याक्कै त्यो 72 सालको उसमा। अनि म पनि ल हुन्छ नि त गुरु म आएँ भनेर हिँड्यो। हिँडेपछि त ठ्याक्क त्यो हस्पिटलमा फलफुलहरू यताउता किनेर गइयो। गएर उसको त्यो गुरुजीको छोरालाई भेट्नु गइयो। बाइक एक्सिडेन्ट भएर खुट्टा मड्केर भाँचिएर बसिरहेछ। त्यो हाड जोड्ने हड्डी तथा नसाको त्यो हस्पिटल रहेछ। अनि त्यहाँ गएर चाहिँ सर लाएर अनि एकछिन बस्दै गर्दाखेरि त पुरा फेरि नर्सहरू गुटुङ टुङटुङ भाग्छ। अनि के भयो भनेर म पनि अब भाग्नु पऱ्यो। अब त्यहाँ त के न के भयो, मैले त ग्यास पड्क्यो कि क्या हो, आगो लाग्यो क्या हो भनेर म नि दौडेँ नर्सहरूको पछि। अनि एकछिनपछि यसो विचार गर्दा त अनि भूकम्प आयो भन्छन्। अनि घर त पुरा हल्ला थियो। अनि म अब भन्दा पनि त्यहाँ अलिकति एकदम रमाइलो हाँस उठ्ने कुरा त ठिकै छ, हामी त ल सजन मान्छे त दौड्यौँ। तर त्यो हात खुट्टा भाँचेर त्यो बसेकोहरू जस्तै बिरामीहरू पनि खाटबाट दौडेर निस्केर पुरा यस्तरी घिसारिँदै, बच्चाहरू 3-4 महिनाको बच्चाहरू घिसारिँदै दौडिन्छ, त्यस्तै दौडिन्छन् बा। 4 खुट्टा लाएर हात खुट्टा टोक्दै। त्यो पनि हाँसो पनि लाग्यो। अब त्यतिखेर त्यो समयमा त हाँस्ने कुरा त भएन, कस्तो डर पनि लागिरहेछ। अनि बाहिर आएर निस्क्यो। अनि एकछिन हेऱ्यो अनि सबै ठिकै थियो। अनि चाहिँ ठ्याक्क लाएर त्यहाँ हेर्दाखेरि अनि चाहिँ लु काठमाडौँको दरबारहरू भत्कियो अरे, यताउता भयो अरे भन्ने न्युजहरू आयो। अनि न्युजहरू आएपछि ल ठुलै पो भएछ उसो भए भनेर भनियो। अनि त्यस्तै छ जिन्दगी। यसरी नै चल्दै आइपुगेर अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि हामी त काठमाडौँतिर आइपुगेका छौँ। र यस्तै मिठो कहानीहरू जीवनको भोगेका कुराहरू तपाईँहरू सुन्नु सक्नुहुन्छ भन्दै, मेरो नयाँ हुनुहुन्छ भने यो च्यानलमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला हजुर भन्दै। अब हाँस्नको लागि त जोसँग पनि हाँस्न सकिन्छ होइन, खुसी हुन सकिन्छ। तर रुनको लागि चाहिँ आमाको काखै चाहिने रहेछ जस्तो महसुस हुन्छ कहिलेकाहीँ चाहिँ अहिले नि होइन।
तर के गर्नु यस्तै छ जिन्दगी। अब जस्तै छ अब एक फेरको जीवन हो। जस्तो दुःख पीडा त सबैको हुन्छ होइन आफ्नो आफ्नो ठाउँमा। तर पनि केही छैन, टेन्सन लिनु हुँदैन, बिन्दास तरिकाले बाँच्नुपर्छ जहाँ भए पनि।